रोस्ना ए रोस्ना सुन नि एकचोटि हात ल्याउ न किन यहाँ ल्याउ न तिम्रो बुढा यहाँ ज्योतिष भइसक्यो यहाँ हात ल्याउ कस्तो ताने मायाले पो तान्छ के गर्छ बुढी यहाँ ल्याउ न हात ल्याउ न किन हुन ल्याउ न म ज्योतिषी भइसकेँ कि रोस्ना म त यो खत्रै जान्छु कि म पहिलेदेखिबाट जान्ने हो नि त मलाई अहिलेसम्म थाहा थिएन नाटक तिमीलाई थाहा थिएन मैले नभने मात्रै मेरो हिडन ट्यालेन्ट हो कि भने कस्तो हेरेर आउँछ हो के साँच्ची भने लगाउन मैले कहिलेको कुरा भनौँ अहिलेको कुरा भनौँ कि पहिलेको कुरा भनौँ कि हुनेवाला कुरा भनौँ अहिलेको यसो हेर्दाखेरि तिमी 93 केजी छौ लो भइरहेको कुरा जसलाई थाहा हुन्छ नि मिलेको मिलेन भन न यो हावा कुरा ल पहिलाको भन्नु पहिलाको यो मान्छे कस्तो कुरा न पहिला तिमी बिहे नगर्दा सिङ्गल थियौ अलि पातली पनि थियो हो कि न ल भन ल्याङ गर्छ नि यार थाहा भएको कुरा मलाई बिहे हुनुभन्दा अगाडि मेरो जीवनमा घटेको कुरा भन्नु न घटेको कुरा चाहिँ तिमीले +2 पास गर्यौ नर्सिङ पास गर्यौ जागिर खायौ घट्यो छ्या यहाँ ल्याउ न हातमा क्लियरली देखेन कि पख कता भविष्य हेर्ने मान्छेले सबै हेर्छ त क्लियरली धोरा आउनु पर्यो फेरि थुकेर यहाँ ल्याउने म पुस्छु ल ल ल्याउ अब सुन अब हुनेवाला चाहिँ तिम्रो चन्द्रमा नक्षत्रमा गएर बसेछ अनि त्यसपछि बृहस्पति चाहिँ टुप्पोमा गएर बसेछ अनि शनि चाहिँ ठ्याक्कै टाउकोमा आएर बसेछ ओहो मङ्गलले दुःख दिएछ त्यो भने थाहा छ थाहा तिमीलाई यति पनि थाहा होइन हुने कुरा भन्नु न के मङ्गल चङ्गल मैले बुझ्नु परेन यस्तो यो शनि मङ्गल ओहो तिमीलाई त एउटा राम्रो रहेछ एउटा नराम्रो रहेछ के राम्रो छ भने त्यो नराम्रो सुन्छ राम्रो चाहिँ तिम्रो बुढापट्टिको चाहिँ दुईटा चिउँडो रहेछ यसो अलिकति ख्याल विचार गर्नु है यसो त्यहाँ ध्यान दिएर हेर त मलाई छ नि मलाई पहिले थाहा तपाईँ दुईटा चिउँडो अनि के त अनि अर्को चाहिँ तिमीलाई चाहिँ अलिकति राम्रै कुरा चाहिँ सौता सुख रहेछ सौताको सुख पनि राम्रो हुन्छ होइन भन्न खोजे तिमीले चाहिँ कस्तो होइन आएपछि अर्को आएपछि चाहिँ तिमीले सुख पाउने लेखाएर छ कि यो आफै बनाएर आफ्नो मनको कुरा भनिरहेको हेर जसमा मैले यो मेरो बोली त खेरै जाँदैन जिउरो निकाल्नु त बरु मेरो जिउरो छैन मेरो कोठी केही छैन कोठी बनायो भने मात्र ट्याटो हान्छ यहाँ सुन अनि अब के यसो पशुपति पनि त्यही भनेको थियो है कसले हात दिएर हुँदा त्यही कुरा थाहा पाएर भने कि तपाईँले आफैले भने है यो राम्रो पनि त हो नि होइन दादा सौताङ भन्ने कुरा राम्रो हो मैले के भने मैले राम्रो कुरा गरेँ नि एउटा कुरो त्यो कसम तपाईँले हेराउनु जाने भन्नु त छ के मैले जानेको कुरा भने त कहाँ पढ्यो भन्नु त मैले अनलाइनमा पढाएँ कि मलाई सिकायो कि अनलाइनबाट हो भने काट्न पनि त मिल्छ होला नि त काट्नलाई चाहिँ काट्ने नै हो भने चाहिँ बुढालाई चाहिँ एकदम सुखी राखेर पैसाको कमी हुँदैन दिनु भएन अरे बुढालाई घुम्न जान दिने पैसाले पुर्ने त्यसपछि अब ठाउँमा घुम्न जान दिनु पर्यो क्या बुढालाई त्यसो मतलब के त्यो भयो भने बुढा खुसी भयो भने अनि त्यसपछि यो ग्रह दशै कट्छ ल यति